Hello, let's welcome to our first video and it's on the topic force and motion which is the topic of class 8 chapter name force and motion है ल यो च्याप्टरमा चाहिँ हामीले विशेष गरी पढ्नुपर्ने भनेको सबभन्दा पहिला पढ्ने भनेको स्केलर क्वान्टिटी र भेक्टर क्वान्टिटी है स्केलर क्वान्टिटी भनेको के हो भेक्टर क्वान्टिटी भनेको के भन्दाखेरि स्केलर क्वान्टिटी भनेको त्यस्तो टाइप अफ फिजिकल क्वान्टिटी जुन क्वान्टिटीसँग के मात्र हुन्छ एज ओन्ली म्याग्निट्युड के मात्र हुन्छ अरे यससँग म्याग्निट्युड मात्र हुन्छ एज ओन्ली म्याग्निट्युड त्यस्तो टाइपको फिजिकल क्वान्टिटी जोसँग म्याग्निट्युड मात्र हुन्छ म्याग्निट्युड भनेको के हो भन्छ भने म्याग्निट्युड भनेको अमाउन्ट अथवा साइजलाई डिटरमाइन गर्नु पर्यो भने त्यसलाई के भनिन्छ म्याग्निट्युड भनिन्छ अमाउन्ट अर साइज एउटा कुनै पनि मान्छे कति साइजको छ त्यसको हाइट यति छ भन्छ र त्यो भने के भयो एउटा साइज भयो अमाउन्ट आज तिमीले कति पैसा पायौ अथवा तिमीले आज कति अमाउन्ट अफ खाना खायौ त्यो भने के भयो एउटा अमाउन्ट भयो त्यस्तोलाई के भनिन्छ म्याग्निट्युड भनिन्छ र अब त्यहाँ त्यस्तै भेक्टर क्वान्टिटी भनेको के भन्दाखेरि चाहिँ भेक्टर क्वान्टिटी भनेको जोसँग के हुन्छ म्याग्निट्युड पनि हुन्छ अर्को के हुन्छ हामीसँग हेज बोथ म्याग्निट्युड एन्ड डिरेक्सन जसको के पनि हुन्छ डिरेक्सन पनि हुन्छ डिरेक्सन भनेको कस्तो भन्दाखेरि चाहिँ मैले ल यो एउटा मार्कर छ यो मार्करलाई मैले माथि र सराउन्डलाई एउटा सर्टेन अमाउन्ट अफ फोर्स लाउँछु लाउँदैन लाउँछु त्यो फोर्स भने के हुन्छ माथि र साइड छ कि छैन त्यसको डिरेक्सन भयो कि भएन भयो त्यसो भए फोर्स भनेको के रहेछ हामीहरूको एउटा भेक्टर क्वान्टिटी रहेछ अब स्केलर क्वान्टिटीमा हामीले पढ्ने भनेको डिस्टेन्स डिस्प्लेसमेन्ट स्पिड र भेलोसिटी यो च्याप्टरमा विशेष गरी छुट्याएर पढ्नुपर्छ कम्पेयर गरेर पढ्नुपर्छ र डिस्टेन्स भनेको चाहिँ के हो भन्दाखेरि त्यस्तो टाइप अफ फिजिकल त्यस्तो फिजिकल क्वान्टिटी भन्दाखेरि त्यसो टाइपको टर्मिनोलोजी हो जुनमा चाहिँ त्यसले के डिटरमाइन गर्छ भन्दाखेरि डिस्टेन्स इक्वल्स टु टोटल पाथ कभर्ड त्यसले कति चाहिँ आफ्नो पाथ कभर गर्यो अथवा पाथ ट्राभल कुन बाटो त्यसले हिँड्यो भन्ने कुरा नि के भनिन्छ हामीलाई डिस्टेन्सले डिटरमाइन गर्छ डिस्टेन्स भनेको नै त्यही हो एउटा कुनै पनि मान्छेले एउटा ठाउँदेखि अर्को ठाउँ कुन बाटो हिँड्यो त्यो कति बाटो हिँड्यो भनेको नै के हो हामीहरूको डिस्टेन्स हो तर डिस्प्लेसमेन्ट भनेको के भन्दाखेरि सर्टेस्ट डिस्टेन्स सबभन्दा छोटो बाटो भनेको के रहेछ हामीहरूको डिस्प्लेसमेन्ट रहेछ सर्टेस्ट डिस्टेन्स अथवा पाथ पाथ भनेको के रहेछ हामीहरूको डिस्प्लेसमेन्ट अनि डिस्टेन्स भनेको अर्को कुरा के भन्दाखेरि डिस्टेन्स भनेको चाहिँ हामीहरूको डिपेन्ड अन पाथ ट्राभल ओन्ली तर यो केसमा डिपेन्ड गर्छ डिपेन्ड अन इनिसियल एन्ड फाइनल पोजिसन के अरे इनिसियल एन्ड फाइनल पोजिसन माथि चाहिँ कुन बाटो हिँड्यो भन्नेमा चाहिँ डिपेन्ड गर्छ यो भने केसमा डिपेन्ड गर्छ पहिला कहाँ थियो र लास्टमा त्यो कहाँ पुग्यो भन्ने कुरा के डिपेन्ड गर्छ केसमा डिपेन्ड गर्छ भन्दाखेरि डिस्प्लेसमेन्ट भनेको पहिला कहाँ थियो त्यो चिज र लास्टमा कहाँ पुग्यो भन्ने कुरालाई डिपेन्ड गर्छ त्यसमा डिपेन्ड गर्छ है र डिस्टेन्स भनेको चाहिँ हामीहरूको चाहिँ के हुन्छ भन्दाखेरि डिस्टेन्स भनेको हामीहरूको पोजिटिभ पनि हुनसक्छ हो डिस्टेन्स भनेको अलवेज जस पोजिटिभ नै हुन्छ नेगेटिभ हुने चान्सेसै हुँदैन अनि अर्को के पनि हुनसक्छ यो जिरो पनि हुनसक्छ जिरो कति बेला हुनसक्छ जब कुनै पनि एउटा बडी भनेको एउटा ठाउँदेखि अर्को ठाउँ हल्लिएन भने त्यति बेला जिरो हुन्छ अलवेज एउटा बडी मोसनमा गयो भने के हुन्छ त्यो बडीको डिस्टेन्स भने के हुन्छ पोजिटिभ नै हुन्छ तर त्यही कुरा डिस्प्लेसमेन्टमा के हुन्छ भन्दाखेरि यो पोजिटिभ पनि हुनसक्यो जिरो पनि हुनसक्यो हो ट्राभल गरेको बेला जिरो हुनसक्छ है ट्राभल नगरेको जिरो हुनसक्छ भन्ने होइन मोसनमा छ भने यो जिरो हुनसक्छ तर यो के हुन्छ अर्को पनि नेगेटिभ पनि हुनसक्छ अब सोच र नेगेटिभ चाहिँ कसरी हुनसक्छ भन्दाखेरि चाहिँ नेगेटिभ हुन सक्नुको कारण भने के हो डिरेक्सनको कारणले यो यसको इनिसियल एउटा कुनै पनि एउटा अब्जेक्ट ए अब्जेक्ट छ हो ए अब्जेक्ट पहिलादेखि त्यहाँ छ भनेपछि यो अब्जेक्ट चाहिँ के हुने आफ्नोभन्दा पछाडि साइड गइदियो जानुपर्ने अगाडि थियो पछाडि साइड गइदियो किन भन्दाखेरि हामीले एक्स एक्सिस वाइ एक्स यो के हो पोजिटिभ एक्स एक्सिस हो कि होइन यो के हो नेगेटिभ एक्स एक्सिस यसरी हामीले म्याथमेटिकल टर्मलाई राख्यौँ भने यसरी के भन्दा त्यो ट्याक्क आफ्नोभन्दा अपोजिट गयो त्यसलाई के मान्यौँ हामीले नेगेटिभ मान्यौँ त्यसैले यसलाई के भनिन्छ हामीहरूले नेगेटिभमा पनि डिस्प्लेसमेन्टको भ्यालु आउन सक्छ अब डिस्टेन्स र डिस्प्लेसमेन्ट हल्का बुझ्नलाई हामीले एउटा सर्कुलर मोसनमा चाहिँ हामीले बुझ्नुपर्छ है ल यो एउटा सर्कल छ है एउटा सर्कल छ यो बिचैमा चाहिँ हिँड्ने एउटा कुनै एउटा पर्सन छ ए अब्जेक्ट छ है मान्छे चाहिँ पनि हुन सक्यो त्यो अब्जेक्ट चाहिँ सुरुमा यहाँसम्म गएछ यसको डायमिटर भनेको कति रहेछ हामीहरूको 100 मिटर रहेछ मानौँ है ल यो यहाँसम्म गएछ मतलब यो कति ट्राभल गर्छ ल 300 मिटर चाहिँ यहाँसम्म रहेछ यो यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको कति रहेछ हामीहरूको 300 मिटर रहेछ कति रहेछ अरे 300 मिटर अब एउटा ए मान्छेले यो बी पोइन्टसम्म पुग्यो अरे माथिबाट घुमेर है यहाँ माथिबाट घुमेर यहाँ पुगेछ मतलब के अब यसले डिस्टेन्स कति ट्राभल गरेछ डिस्टेन्स ट्राभल भनेको चाहिँ 300 मिटर
त्यही बाटोबाट हिँडेको बेला हामीले यहाँ भनेको छौँ सबभन्दा सर्टेस्ट डिस्टेन्स के सबभन्दा छोटो बाटो त्यो बिच बाटो गएपछि पर्छ कि पर्दैन होला पर्छ त्यसो भए यसको डिस्प्लेसमेन्ट भनेको कति रहेछ हामीहरूको 100 मिटर भनेको के रहेछ यसको डिस्प्लेसमेन्ट रहेछ त्यही कुरा अझै यसले म पुरा ग्राउन्ड कभर गर्छु भनेर चाहिँ यो मान्छे यहाँबाट घुमेर चाहिँ फेरि यहाँ आएछ मतलब के 300 मिटर हाफ थियो भने चाहिँ कति भयो 2 भने यो कति भयो 600 मिटर भनेको टोटल कभर गरेछ त्यसले मतलब कि यो यहाँ आयो डिस्टेन्स भनेको कति रहेछ अब 600 मिटर हुन्छ तर डिस्प्लेसमेन्ट भनेको कति हुन्छ 100 मिटर हुन्छ त हुँदैन किन हुँदैन डिस्प्लेसमेन्ट भनेको पहिलाको पोजिसन र लास्टको पोजिसनमा डिपेन्ड गर्छ पहिला पनि कहाँ थियो ए पोइन्टमै थियो पछि पनि के आयो ए पोइन्टमा आयो त्यसैले के भयो यो हामीहरूको पोजिटिभ भयो के भयो र हामीहरूको यो पोजिटिभ भन्छ के भयो 0 भयो है ल अब हामीले कुरा गरौँ स्पिड र त्यसको स्पिड र भेलोसिटीको ल है स्पिड र भेलोसिटीको कुरा गर्नुभन्दा अगाडि हामीले पढ्नुपर्छ दुईजना टर्मिनोलोजी पहिलो एउटा टर्मिनोलोजी हामीले स्केल क्वान्टिटीमा भने फरक टर्मिनोलोजी हो यसलाई पढ्नुपर्छ हामीले के भनेर पढ्नुपर्छ रिफरेन्स पोइन्ट के भनेर रिफरेन्स पोइन्ट भने के भन्दाखेरि चाहिँ पोइन्ट पनि हुन सक्यो यो अब्जेक्ट पनि हुन सक्यो र प्लेस पनि हुन सक्यो हो फ्रम which we compare the motion of an object यस्तो टाइपको पोइन्ट अथवा अब्जेक्ट अथवा कुनै पनि एउटा ठाउँ हुनु पर्यो यसबाट चाहिँ मैले बिस्तारै हातले अगाडि बिस्तारै सराउँदै गएँ यो भने के मेरोलाई रिफरेन्स पोइन्ट यहाँबाट म कति अगाडि आफ्नो हात सराएँ यो भने के रहेछ हामीहरूको रिफरेन्स पोइन्ट रहेछ यो एउटा पोइन्ट पनि हुन सक्यो अब्जेक्ट पनि हुन सक्यो प्लेस पनि हुन सक्यो जहाँबाट हामीले के गर्छौँ एउटा कुनै पनि अब्जेक्टको मोसनलाई डिटरमाइन गर्न सक्छौँ अथवा मोसन कम्पेयर गर्न सक्छौँ रिफरेन्स पोइन्ट जानिसकेपछि हामीले पढ्नुपर्छ अर्को टर्मिनोलोजी पढ्नुपर्छ हामीले के मोसन त्यहाँनिर मोसन भनेको चाहिँ एउटा कुनै पनि अब्जेक्टले if an object changes its position with respect to its surrounding or reference point with respect to its surrounding or REFEREN with respect to its surrounding or reference point यो भने के रहेछ हामीहरूको मोसन रहेछ कुनै पनि रिफरेन्स पोइन्टको आधारमा त्यसले आफ्नो पोजिसन चाहिँ के गर्छ पहिला यो यहाँ थियो यसले के गर्यो हल्का अगाडि गयो यो भने के भयो पोजिसन चेन्ज भयो मतलब त्यो अब्जेक्ट त्यसमा रहेछ मोसनमा रहेछ अनि अर्को टर्मिनोलोजी यसमा नै बुझ्नुपर्छ इफ एन अब्जेक्ट हिँड्ने के आइदियो हामीहरूको if an object does not change its position with respect to its surrounding or reference point त्यो भनेको के रहेछ हामीहरूको त्यो भनेको के हुन्छ हामीहरू त्यसपछि त्यो भनेको के हुन्छ हामीहरूको रेस्ट भइदिन्छ के हुन्छ अरे हामीहरूको त्यो भनेको रेस्ट भइदिन्छ डस नट भयो भने रेस्ट भइहाल्यो त्यो पोजिसन आफ्नो चेन्ज गर्छ भने के भयो त्यो मोसन भइहाल्यो तर त्यही कुरा के आउँछ रेस्ट र मोसनमा पढ्दाखेरि चाहिँ रेस्ट र मोसन भने एउटा के टर्म हो अरे हामीहरूको रिलेटिभ टर्म हो कुन के टर्म हो अरे हामीहरूको यो भनेको रिलेटिभ भने के हो एक आपसमा सम्बन्धित हो कि हैन रिलेटिभ मतलब कि रेस्ट र मोसन भन्ने कुरा आफैले डिटरमाइन गर्दैन त्यो अरूमा भर पर्ने कुरा हो जसरी एउटा कुनै पनि एउटा बस छ हो यो बस भइहाल्यो बसको त मान्छेहरु हुन्छ हुँदैन हुन्छन् मान्छे पनि राम्रो छ हो किन यो हो यो बसको त मान्छेहरु हुन्छन् यो मान्छेलाई हेर्दाखेरि रेस्टमै देख्छ कि देख्दैन देख्छ तर एउटा बाहिर बसेको मान्छेले त्यो भित्र बसेको मान्छेलाई देख्यो भने त्यसले के किसमा देख्छ मोसनमा देख्छ मान्छे त उही थियो नि तर के भयो हेर्ने दृष्टिकोण फरक भयो रिफरेन्स मान्छे के छ रिफरेन्स अब्जेक्ट के छ भन्ने कुरा डिटरमाइन गर्यो गरेन गर्यो त्यसैले रेस्ट र मोसन भनेको के हामीको एउटा रिलेटिभ टर्म हो भनेर बुझ्नु पर्यो है त्यसमा बुझ्यो नि बुझियो अब हामीले पढ्नुपर्छ स्पिड र भेलोसिटी है मैले यो मेटाइदिएँ स्पिड र भेलोसिटी हल्का पढ्दाखेरि हुन्छ सारी सक्नुभयो होला है सानै बुझेर गर्नु है ल अब कुरा गरौँ हामीले स्पिड र भेलोसिटी स्पिड भनेको चाहिँ के भन्दाखेरि चाहिँ एउटा कुनै पनि अब्जेक्टले आफ्नो पोजिसन कति छिटो चेन्ज गर्यो भन्ने कुरा नि के हामीहरूको स्पिड हो स्पिड भने के हो मेजर अफ हाउ fast an object changes its position with respect to time चेन्ज हुँदै जाँदा एउटा कुनै पनि अब्जेक्टले कति छिटो आफ्नो पोजिसन चाहिँ के गर्छ चेन्ज गर्छ भन्ने कुरा नि के हामीहरूको स्पिड हो तर यसमा के हुँदैन हामीहरूको यसमा के हुँदैन डिरेक्सन के हुन्छ यसमा एब्सेन्ट हुन्छ डिरेक्सन एब्सेन्ट हुन्छ मतलब कि
डिरेक्सन एब्सेन्ट किन हुन्छ ड्यू टु मल्टिपल डिरेक्सन डिरेक्सन एब्सेन्ट हुन्छ किन भन्दाखेरि मल्टिपल डिरेक्सनहरु मात्र हुन्छ यहाँ सिंगल डिरेक्सन हुँदैन हो मल्टिपल डिरेक्सन हुन्छ जस्तै एउटा कुनै पनि अब्जेक्ट यसमा छ एउटा अब्जेक्ट यहाँ भनेको कति छ 5 मिटर पर सेकेन्डले गइरहेछ भने यो स्पिडको भेलोसिटी हो भन्यो भने यसमा चाहिँ के हुन्छ प्रत्येकचोटी के हुन्छ यसरी चेन्ज हुँदै जान्छ जान्दैन जान्छ हेर मल्टिपल डिरेक्सन धेरैवटा डिरेक्सनमा चाहिँ मान्न सक्यो त सकिएन त्यसैले स्पिडसँग के हुन्छ डिरेक्सन भनेको एब्सेन्ट हुन्छ अनि स्पिडको फर्मुला के हुन्छ स्पिडको फर्मुला भने के हुन्छ हामीहरुको डिस्टेन्स अपनमा के भयो हामीहरुको टाइम डिस्टेन्स अपनमा के भयो हामीहरुको टाइम त्यसैले के हुन्छ डिस्टेन्स भनेको के हामीहरुको स्केलर क्वान्टिटी सजिलो तरिकाले बुझ्ने भने त्यसैले के भयो स्पिड भनेको के भयो हामीहरुको एउटा स्केलर क्वान्टिटी भयो अब भेलोसिटी भनेको के हो हामीहरुको मेजर अफ हाउ फास्ट एन अब्जेक्ट चेन्जेस इट्स पोजिसन विथ रेस्पेक्ट टु टाइम यसमा चाहिँ कन्सिडरिङ डिरेक्सन without considering direction अनि यसमा के हुन्छ हामीहरुको with considering direction अरु सब कुरा त्यही हो एउटा कुनै पनि अब्जेक्टले आफ्नो पोजिसन कतिसित चेन्ज गर्छ भन्ने कुरा नै हो तर के हो यसमा भनेको डिरेक्सन सहित जनाएर मतलब कि यो के हुन्छ यसमा डिरेक्सन भने के हुन्छ प्रेजेन्ट हुन्छ डिरेक्सन यसमा किन प्रेजेन्ट हुन्छ डिरेक्सन प्रेजेन्ट किन यसमा सिंगल डिरेक्सन मात्र हुन्छ सिंगल डिरेक्सन किन भन्दाखेरि डिस्प्लेसमेन्ट भनेको के हो सर्टेस्ट डिस्टेन्स हो के सीधा लाइन हो के डिस्प्लेसमेन्ट भनेको त्यसैले यसमा के छ सबै यतातिर मात्र छ किन डिरेक्सन त्यसैले के भयो भन्दाखेरि सिंगल डिरेक्सन हुन्छ त्यसैले यसमा डिरेक्सनलाई कन्सिडर गर्छौं यसैले मल्टिपल अरु डिरेक्सनहरु भइदियो फरक टाइममा डिरेक्सन भइदियो यसलाई के गर्दैनौं डिरेक्सन यसमा कन्सिडर गर्दैनौं लास्टमा के आउँछ भेलोसिटीको फर्मुला के हो हामीहरुको डिस्प्लेसमेन्ट अपनमा टाइम भेलोसिटी फर्मुला के हामीहरुको डिस्प्लेसमेन्ट अपनमा टाइम ल यति बुझ्यो होला ल एभरेज भेलोसिटी रिलेटिभ भेलोसिटी यो सब भनेको चाहिँ के भन्दाखेरि चाहिँ सबभन्दा पहिला आउँछ युनिफर्म मोसन के पनि फरक भने युनिफर्म मोसन भनेको चाहिँ के भन्दाखेरि जसमा कुनै पनि एउटा अब्जेक्टले इक्वल डिस्टेन्स व्हेन एन अब्जेक्ट कभर्स इक्वल डिस्टेन्स एट इक्वल दुईमा के हुनु पर्यो एउटा कुनै पनि अब्जेक्टले हेर है यो कति 10 मिटरमा यसले कति टाइम लाउनु पर्यो सेम टाइमले लाउनु पर्यो त्यसरी यसले यति कभर गर्न 2 सेकेन्ड लगाउने यति कभर गर्न कति टाइम लाउनु पर्यो यसले 2 सेकेन्ड लगाउने यति कभर गर्न यसले कति टाइम लाउनु पर्यो 2 सेकेन्ड लाउनु पर्यो त्यसो यस्तो टाइपको मोसनलाई यो मान्छेले सबै बराबर डिस्टेन्स कभर गर्न बराबर टाइम लगायो भने यस्तो टाइपको मोसनलाई तिमीले के भनेर बुझ्नु पर्यो युनिफर्म मोसनमा रहेछ भनेर बुझ्नु पर्यो है अनि तिमीहरुको चाहिँ के हुन्छ नन युनिफर्म मोसनमा कस्तो भन्दाखेरि त्यस्तो टाइपको मोसन जहाँ चाहिँ एउटा कुनै पनि अब्जेक्टले इक्वल डिस्टेन्सलाई के गर्छ अनइक्वल इन्टरभल अफ टाइममा के गर्छ कभर अप गर्छ मतलब के भयो भन्दाखेरि चाहिँ यसलाई नै मैले चेन्ज गरिदिएँ यसलाई चाहिँ सुरुमा यसलाई चाहिँ यहाँ 3 सेकेन्ड लागेछ पछिलाई फेरि 2 सेकेन्ड लागेछ पहिला 3 सेकेन्ड लागेछ भनेर यसलाई फेरि छिटो गर्ने टाइममा यसले कति टाइम लगाएछ 1 सेकेन्ड लगाएछ यहाँ के छ सबैमा फरक एउटै डिस्टेन्सलाई कभर गर्न सबैमा फरक टाइम लगाएको छ कि छैन त्यसो भए यस्तो टाइपको मोसनलाई के भन्छ हामीहरुको नन युनिफर्म मोसन भनेर भन्दो रहेछ के गाह्रो छ त छैन अब कुरा गरौँ हामीहरुले केसमा एभरेज भेलोसिटीमा केसको कुरा गर्नु पर्यो हामीहरुले अब एभरेज भेलोसिटी हो केसको एभरेज भेलोसिटी अब एभरेज भेलोसिटी भने चाहिँ के भन्दाखेरि एभरेज भेलोसिटी एउटा कन्डिसन हुन्छ कुन कन्डिसनमा मात्र एभरेज भेलोसिटी हुन्छ यो पहिलो कुरा आउँछ नन युनिफर्म मोसन हुनु पर्यो नन युनिफर्म मोसनमा के हुन्छ हामीहरुको नन युनिफर्म मोसन विथ भेरिएबल भेलोसिटी हो कि हैन के हुनु पर्यो हामीहरुको एभरेज भेलोसिटीमा चाहिँ एउटा कुनै पनि मोसन चाहिँ नन युनिफर्म मोसनमा हुनु पर्यो नन युनिफर्म मोसनमा कस्तो यो सेकेन्ड टाइपको फरक एउटै डिस्टेन्सलाई कभर गर्न फरक टाइम लागेको हुनु पर्यो र के हुनु पर्यो भेरिएबल भेलोसिटी के हुनु पर्यो चेन्जेस भएको हुनु पर्यो त्यस टाइममा के हुन्छ हामीहरुले एभरेज भेलोसिटी निकाल्न सक्छौं त्यसैले एभरेज भेलोसिटी भनेको चाहिँ के भन्दाखेरि चाहिँ एभरेज भेलोसिटी भनेको टोटल डिस्टेन्स अथवा टोटल डिस्टेन्स भन्दा पनि हुन्छ अथवा टोटल डिस्प्लेसमेन्ट covered by the body in unit time
यो भन्यो भने के हामीहरुको एभरेज भेलोसिटी हो। एभरेज भेलोसिटी भन्दाखेरि कुनै पनि एउटा अब्जेक्टको डिस्टेन्सको कुरा छैन है यहाँ, त्यसको कुरा छ डिस्प्लेसमेन्टको। डिस्प्लेसमेन्ट के टोटल डिस्प्लेसमेन्ट एउटा मात्र होइन, अनि कति युनिट टाइममा। मतलब कि एभरेज भेलोसिटीको फर्मुला है, v एभरेज भेलोसिटीको फर्मुला, v एभरेज भनेको एभरेज भेलोसिटी। यो भनेको के हुन्छ हामीहरुको टोटल डिस्प्लेसमेन्ट अपनमा के छ हामीहरुको टोटल डिस्प्लेसमेन्ट अपनमा के छ हामीहरुको टाइम टेकन। के छ टाइम टेकन मात्र हो र होइन, के हो टोटल टाइम टेकन। टोटल टाइम टेकन भने टी, यो भने के हामीहरुको एस। मतलब कि डिस्टेन्स अथवा डिस्प्लेसमेन्टलाई केमा मेजर गरिन्छ मिटरमा, अनि तल यसलाई केमा गरिन्छ सेकेन्डमा। त्यसो भए भेलोसिटीको युनिट के रहेछ हामीहरुको मिटर पर सेकेन्ड, अनि स्पिड पनि युनिट के हुन्छ मिटर पर सेकेन्ड। तर फरक के मात्र हो त्यसमा डिरेक्सन दिएको हुन्छ भेलोसिटीमा, स्पिडमा डिरेक्सन दिएको हुँदैन ल है। अनि एभरेज भेलोसिटीको अर्को पनि एउटा फर्मुला छ, एभरेज भेलोसिटीको अर्को पनि एउटा फर्मुला छ। सर फर्मुला त अर्को छ भन्नुभयो, तर त्यो फर्मुला कतिलाई युज गर्ने, किन दुई दुईवटा फर्मुला दियो भन्दाखेरि जब कुनै पनि एउटा अब्जेक्टको फरक भेलोसिटी रहेछ भने त यो फर्मुला लगाएर गर्न सक्यौं। तर एउटा कुनै पनि अब्जेक्ट के रहेछ दुईटा मात्र भेलोसिटी छ, पहिला सुरुवातको र लास्टको भेलोसिटी रहेछ भने त्यसमा के गर्नु पर्यो हामीले इनिशियल भेलोसिटी। इनिशियल भने के हो सुरुवातको इनिशियल भेलोसिटी के मान्ने यु मान्ने प्लस फाइनल भेलोसिटी। इनिशियल भेलोसिटी प्लस फाइनल भेलोसिटी भनेको के v अपनमा के छ हामीहरुको कति रहेछ दुईटा छ कि छैन, त्यसैले दुईटा भेलोसिटी डिवाइडेड बाइ 2 गर्दिने है। यो भने के हामीहरुको एभरेज भेलोसिटीको फर्मुला हो। हामीलाई लगातार यसबाट चाहिँ बडी न्यूमेरिकल सोधिरहेको भेटिरहेको हुन्छ है, यसमा बडी न्यूमेरिकल प्र्याक्टिस गर्नु पर्यो। अब कुरा आउँछ रिलेटिभ भेलोसिटी भनेको त्यस्तो टाइपको भेलोसिटी जुन भेलोसिटी केसँग मेजर गरिन्छ रिलेटिभ टु द रिफरेन्स पोइन्ट, relative to the reference point or another body। यो भनेको के हामीहरुको रिलेटिभ भेलोसिटी, त्यस्तो टाइपको भेलोसिटी जुन भेलोसिटीलाई अरूसँग चाहिँ के गरेर भन्नाले के रिलेट गरेर चाहिँ के गरिन्छ भेलोसिटी निकालिन्छ भने। ल एउटा अब्जेक्ट मैले बिचमा के मान्दे रिफरेन्स पोइन्ट मान्दे, अब यो बडी अब्जेक्ट अगाडि जाँदै गयो यसलाई रिफरेन्स पोइन्ट माने के गर्न सक्यौं हामीले गर्न सक्छौं। अथवा दुईटा मार्कर छ, दुईटा मार्कर के एकअर्कासँग इन्टरसेक्ट गरेर के हो दुईटा अब्जेक्टको दुईटा मार्करको रेशियोमा हामी के गर्नु भेलोसिटी निकाल्नु पर्छ, त्यसलाई भेलोसिटी के भन्छ रिलेटिभ भेलोसिटी। अब रिलेटिभ भेलोसिटी दुईजना कन्डिसन छन् त्यो पनि बुझौं है, ल त्यो पनि गर्छौं है ल।